आज हामी एउटा यस्तो कथाको बारेमा कुरा गर्दैछौँ जसले हामी सबैको मन छोयो। यो केवल एउटी 13 वर्षीय बालिकाको दुःखद अन्त्यको कथा मात्र होइन, यो त्यो क्रूर अपराधको कथा हो जसले सिङ्गो देशलाई नै हल्लाइदियो। एउटा यस्तो घटना जसले हाम्रो न्याय प्रणालीको सबैभन्दा अँध्यारो र कमजोर पक्षलाई छर्लङ्गै पारिदियो। तर प्रश्न यो उठ्छ कि कसरी एउटी सामान्य किशोरीको हत्याले पुरै देशलाई यसरी आन्दोलित बनाउन सक्यो? आज हामी यही प्रश्नको गहिराईमा पुग्ने कोसिस गर्नेछौँ। कसरी न्यायको खोजी एउटा राष्ट्रिय आन्दोलनमा बदलियो, आउनुहोस् सँगै निहालौँ। ल, अब कथाको सुरुवात गरौँ। त्यो दिनबाट जब सबै कुरा एकदमै सामान्य थियो, एउटा भयानक त्रासदी घट्नुभन्दा ठीक अगाडि। हाम्रो कथाको पात्र हुन् निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिकामा बस्ने केवल 13 वर्षकी। उनी एकदमै शान्त स्वभावकी थिइन्, पढाइमा तेज अनि आफ्नो परिवारप्रति जिम्मेवार। एउटा साधारण परिवारकी एउटी साधारण छोरी। अब कुरा गरौँ 2075 साल साउन 10 गतेको। त्यो दिउँसो निर्मला साथीको घर जान्छु भनेर निस्किन्, तर कसलाई के थाहा त्यो नै उनको घरबाट अन्तिम पाइला हुनेछ भनेर। जब साँझ पर्यो र उनी घर फर्किनन्, परिवारको मनमा चिसो पस्यो। रातभर खोज्दा पनि उनी भेटिएनन्। अनि भोलिपल्ट बिहान एउटा यस्तो खबर आयो जुन कुनै पनि आमाबाउले सुन्न नपरोस्। निर्मलाको शव उनको घरबाट मात्रै केही परको उखुबारीमा फेला पर्यो। उनको शरीरको अवस्थाले नै अपराध कति क्रूर थियो भन्ने देखाइरहेको थियो। पछि पोस्टमार्टम रिपोर्ट आयो र त्यसले सबैभन्दा डरलाग्दो सत्य बाहिर ल्यायो। बलात्कारपछि घाँटी थिचेर हत्या। यो खबरले कञ्चनपुर मात्र होइन, सिङ्गो देशलाई नै स्तब्ध बनायो। अब यहाँबाट कथाले अर्कै मोड लिन्छ। यो जघन्य अपराधको रहस्य सुल्झाउनु पर्नेमा प्रहरीको काम कारवाहीले उल्टे यसलाई झनै गिजोल्यो। अनुसन्धानमा भएका एकपछि अर्को गल्तीले मानिसहरूको मनमा शङ्का मात्र होइन, आक्रोशको आगो नै बालिदियो। हेरौँ है, अनुसन्धानमा के भयो। पहिलो कुरा, घटनास्थललाई राम्रोसँग सुरक्षित गरिएन। तर सबैभन्दा ठूलो र अक्षम्य गल्ती के भयो भने प्रमाणको मुख्य आधार निर्मलाको कपडा परीक्षणको लागि पठाउनु अघि नै धोइयो। सोच्नुहोस् त, यो सामान्य लापरवाही मात्रै थियो कि जानाजानी प्रमाण मेटाउने कोसिस थियो? यही एउटा प्रश्नले पुरै अनुसन्धानलाई सुरुमै कमजोर बनाइदियो। अनि यो सबै गडबडीको बीचमा प्रहरीले हतारमा एकजना स्थानीय व्यक्ति दिलीप सिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गर्यो। उनको मानसिक अवस्था पनि ठीक थिएन, तर आम मानिसले यो कुरा पत्याएनन्। उनीहरूलाई के लाग्यो भने वास्तविक अपराधीलाई बचाउन उनलाई बलिको बोको बनाइदैछ। बस यहीँबाट प्रहरी र जनताबीचको विश्वासको डोरी चुडियो। अनि जब विश्वास टुट्छ तब आक्रोश जन्मन्छ। प्रहरीको यो रवैया देखेर मानिसहरूको धैर्यको बाँध टुट्यो र एउटै नारा देशैभरि गुन्जिन थाल्यो, निर्मलालाई न्याय दे। यो नारा कञ्चनपुरको सानो सडकबाट सुरु भएर राजधानी काठमाडौँसम्म फैलियो। विद्यार्थी, अधिकारकर्मी, साधारण मानिसहरू सबै न्यायको माग गर्दै सडकमा आए। तर दुःखको कुरा, कञ्चनपुरमा भएको प्रदर्शन यति उग्र बन्यो कि प्रहरीसँगको झडपमा एकजना प्रदर्शनकारीको ज्यान समेत गयो। अब निर्मलाको न्यायको लडाईँमा अर्को एउटा दुःखद अध्याय थप्यो। यति ठूलो जनदबावपछि सरकारले केही कदमहरू त चाल्यो, तर प्रश्न यो हो कि के ती कदमहरूले साँच्चै न्यायको ढोका खोल्न सक्यो त? आउनुहोस् हेरौँ। अब सरकारले के गर्यो त? आन्दोलनलाई शान्त पार्न केही ठूला प्रहरी अधिकारीहरूलाई निलम्बन गरियो, एउटापछि अर्को छानबिन समिति बनाइयो, अनि दर्जनौं शङ्कास्पद व्यक्तिहरूको DNA परीक्षण पनि गरियो। बाहिरबाट हेर्दा त अनुसन्धानले निकै गति लिएको जस्तो देखिन्थ्यो, होइन त? तर यी सबैको नतिजा के भयो? शून्य। हो, ठ्याक्कै शून्य। यति धेरै समितिहरू, यति धेरै अनुसन्धान, यति धेरै DNA परीक्षण, तर हात लाग्यो शून्य। आजसम्म पनि एकजना वास्तविक अपराधीको पहिचान हुन सकेको छैन। अनि यही नै यो कथाको सबैभन्दा तितो र दुःखद सत्य हो। आज यति वर्ष बितिसक्दा पनि यो केस आधिकारिक रूपमा अनसल्भड छ, नसुल्झिएको। निर्मलाको परिवारको लागि त समय त्यहीँ रोकिएको छ। उनीहरूको लागि न्यायको पर्खाइ एउटा कहिल्यै अन्त्य नहुने पीडा बनेको छ। त्यसैले अब यो कथा निर्मला पन्तको हत्याको मात्र रहेन, यो एउटा प्रतीक बनेको छ। एउटा यस्तो प्रतीक जसले हाम्रो समाज र हाम्रो प्रणालीको बारेमा धेरै गहिरो र असहज प्रश्नहरू खडा गर्छ। आज निर्मला पन्त भन्ने नामले एउटा व्यक्तिलाई मात्र बुझाउँदैन,
यो नाम हाम्रो देशको कमजोर न्याय प्रणालीको प्रतीक बनेको छ, राज्यको लापरवाहीको प्रतीक बनेको छ अनि शक्तिहीन र आवाजविहीनहरूले भोग्नु परेको अन्यायको जीवन्त प्रतीक बनेको छ। एउटी निर्दोष बालिकाको नाम अन्याय विरुद्धको सबैभन्दा शक्तिशाली आवाज बन्न पुग्यो। त्यसो भए फेरि त्यही प्रश्नमा फर्कौं। आखिर एउटी बालिकाको हत्याले पुरै राष्ट्रलाई किन यति धेरै हल्लायो त? पहिलो, किनभने यसले हाम्रो न्याय प्रणाली कति खोक्रो रहेछ भन्ने कुरा उदाङ्गो पारिदियो। दोस्रो, यसले देखायो कि पहुँच र शक्ति नभएका गरिब परिवारका लागि न्याय पाउनु कति गाह्रो छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो घटनाले अन्याय विरुद्ध सारा देशलाई एक बनायो र परिवर्तनको लागि आवाज उठाउन सिकायो। र अन्त्यमा यति वर्षको अनुसन्धान, यति धेरै आन्दोलन र यति धेरै बहसपछि पनि हामी फेरि त्यहीँ आइपुग्छौँ जहाँबाट सुरु गरेका थियौँ। एउटा प्रश्न जुन आज पनि अनुत्तरित छ, एउटा प्रश्न जसले निर्मलाको परिवारलाई मात्र होइन, हामी सबैको सिङ्गो राष्ट्रको विवेकलाई हरेक दिन घोचिरहेको छ। आखिर निर्मला पन्तको हत्यारा को हो?